ल यस्तो दामी रहेछ साथीहरू यो बालीको विथ प्लेस डब्ल्यू बिच क्लब र साथीहरू है यस्तो दामी छ हेर्नु यो इन्ट्री प्लेस हो यो चाहिँ होइन गेट भनौँ न हजुर दाइ नआउनु परेछ कस्तो दामी बाँच्छ मसिनो बाँच्छ डब्लु हो यो बिच चाहिँ यस्तो खतरा साथीहरू है यहाँ उहीँ भनिहालेँ मैले यहाँ अब तपाईँहरूलाई कसरी भनौँ यार यस्तो ठाउँ रहेछ कि यहाँ अब स्विमिङ गर्दा गर्दै पनि पराक्सिजन भएको मान्छेलाई थाहा हुन्न तर हामी दाजुभाइ साथीभाइ मिलेर आएको छौँ है हेरौँ कस्तो हुन्छ माहौल समुद्र चाहिँ देखाउँछ भ्यू चाहिँ खत्रै छ कि भन्नु हामी चाहिँ भ्यू हेर्नु मात्रै भनेर आयो फोन आयो हजुर Excuse me, I was searching stone. Huh? Stone I was searching. Just getting them for my niece. What? Getting them for my niece at home. Good. अब साथीहरू सिधा कुरा गर्नु पर्दाखेरि बुझ्न चाहिँ केही बुझाएन मैले गुड त भनिदिनु पऱ्यो हेर बुझ्न त मैले केही बुझाएन कि होइन के भने कि छोडिदिनु यार इङ्ग्लिसमा भने हामी आएर बालीको ओभा बिचमा यहाँ काका दाजु र अनि म तिनजना चाहिँ यहाँ यो सलाद चिकन र अनि कुन के सलाद भन्छ के अरे अनि हाम्रो बियर अनि हामी के अरे यो है त ल साथीहरू हामीले खाएको रेस्टुरेन्टमा पैसा तिर्न हेर्नु साथी कति आएर एकदम साथीहरू यदि धेरै महँगो बिल तिर्यो कि अब महँगो भन्दा पनि अब तपाईँलाई क्या छ नि अन्त एक बिटो पैसाको खाइयो हामीले 50,000 नोट हो मेरो साथीहरू 1 मिलियन ल्यायो नि त 100 थ्याङ्क यू ब्रदर साथीहरू यस्तो खतरा खाइएछ कि अब खानु त धेरै गएको त होइन तर बिल चाहिँ एकदम धेरै परेको छ 16 लाख पऱ्यो 16 लाख 81,000 खाइयो 1,06,400 को खाइयो 700 रुपैयाँ र त्यो गएको 600 गर्दा 1000 रुपैयाँ त्यसलाई टिप्स दिँदै 1000 रुपैयाँ टिप्स दिन्छ हामी 1000 रुपैयाँ टिप्स पनि दिने निदो गरेका छौँ हामी दाजु मिलेरै किनकि हामी त धनी हो नि त हामी धनी हो त्यो 1000 रुपैयाँ टिप्स दिन लाग्छ साथीलाई हामीले पुगिसक्यो 1 बजेर खाएको हामीले चाहिँ अहिले पछि अब हामी यहाँबाट निक्लिनु लाग्यो मार्केटतिर घुम्नु पऱ्यो भनेर है सपिङ त गरिएन म तपाईँले यहाँको एउटा नजारा देखाइदिन्छु पाउँछ है अन्त यस्तो दामी रहेछ कि यहाँ चाहिँ हाम्रो काकाहरू यहाँ पुरै दृश्य अवलोकन गरेर बस्नु भएको छ अब हामी यो क्लब छोडेर बाहिर मार्केटतिर जान्छौँ साथीहरू तपाईँहरूलाई म बाहिरको भिडियो पनि बनाएर हाल्नुहुन्छ यतातिर पुरानै बाटो आज स्विमिङ गरौँ न रुम कुदा गर अङ्कल है कि स्विमिङ गर्ने खेल्ने हो स्विमिङदेखि अनि पानी खेल्ने त हो नि त्यो मतलब ठाउँ वेलकम ब्रदर लाजा हाम्रो बापसँग एकदम पानीसँग डराउने मान्छे त्यो पनि होला लाजा स्विमिङ गराउने कोसिस गरेका छौँ घोडा पानीमा त्यो घाटी पानी भन्नु ल के त्यसलाई के लाज हुन्छ घाटी भनेको छ हामीले घाटी पानीमा किन नगरे भन्नु भन्थ्यो बुझ्दैन के बुझ्छ साथीहरू भन्नु मेरो घोडा भन्न खोजेको साथीहरू तपाईँहरू यसो यसलाई
अनर्थ नलगाउनु किनकि हाम्रो त एकदम सोझो हुन्छ नभए त्यसलाई जसलाई सोधिनु हुन्छ सोध्नु तपाईँको छेउको मान्छेलाई सोध्नु नपर्छ त्यो अलि होइन साथीहरू है तर चाहिँ पनि सोझो हुनुहुन्छ हाम्रो ग्याङ सबै सोझै छौँ हामी नजाएर हेर्ने मात्रै हो अरू हाम्रो कहाँ चाहिँ अरूतिर इच्छा लागिरहेको छैन हामी आफैमा इन्जोय गर्ने मान्छे हो जस्तो अहिले गरेर नि हामीले यस्तै इन्जोय गर्ने मान्छे हो हामी आफैमा है त्यस्तो नेगेटिभ नसोच्नु होला हामी बोल्न चाहिँ अलिक ज्यादै बोल्छौँ कि त्यस्तो हो यस्तो राम्रो साथीहरू अब तपाईँहरूलाई जुमै गरेर देखाइदिउँ भन्नु अलिकति तपाईँहरूलाई रमाइलो लाग्नु होला के जुम गर्नु म यतिकै देखाउँछु तपाईँहरूलाई बाहिर हेर्दाखेरि चाहिँ एकदम सिम्पल देखिन्छ भित्र चाहिँ यस्तो स्पेसियस ठाउँहरू थियो है अनि यहाँ तपाईँहरूलाई म एउटा हेर्नु कति राम्रो मान्छे यतातिर कति धेरै जुम भएको है काकाहरू म छोटो गइदियो ल यो ठाउँबाट यो ठाउँबाट हामी बाहिर जान्छौँ साथीहरू ल ल ल ल कहाँ दिने हो Excuse me, ma'am. My camera is here. Oh, yeah. भन्दिनँ जा मुर्दार भन्ला नि ओके ओके ल म आउँछु नि दाइ सँगै जाऊँ न क्यामेरा लिएर दाइ पखाउनु न क्यामेरा लिएर भिडियो खिच्नुपर्छ तपाईँ मुदेको मोबाइलबाट साथीहरू यो के अरे मेरो गोप्रो चाहिँ ब्याट्री डेड भयो कि त्यही भएर मैले चार्ज गर्नु दिएको थिएँ यहाँ नामहरूलाई पुरा भित्र लुगाएर चार्ज गर्न सिकाउनु आएको छ भित्र लिन आएको 5 मिनट भइसक्यो ल्याउँदै ल्याउँदैन यार तर स्पेस यस्तोमा आएको छ बवाल छ स्पेस यो पुरै समुद्र यिनीहरूकै रहेछ यिनीहरूकै भाउको होला दाजुहरू टोयलेट गएको टोयलेट त मलाई पनि लाखा क्यामेरा लिएर जाऊँ भनेको म आएको छु उनीहरू त क्यामेरा त मरै नदिँदैछ मलाई चाहिँ पिसाब फेर्नु साथी नहुनु भयो कि अरू भन्दा साथी नभएर पिसाब फेर्नु मजा आउँदैन थ्याङ्क यू म्याम थ्याङ्क यू ल साथीहरू मेरो क्यामेरा है चार्जमा हालेको मैले अब म टोइलेट जान्छु टोइलेट चाहिँ अब तपाईँले यतै भनेर भनेको थियो म यो क्यामेराबाट चाहिँ अब निक्लिन्छु साथीहरू अब म एउटा अलिअलि यो क्यामेराबाटै आई मिन मोबाइलबाट निक्लिन्छु क्यामेराबाटै भिडियो खिच्छु म साथीहरू हामी चाहिँ यहाँ निक्ल्यौँ है यो होटेलबाट निक्ल्यौँ एउटा हामीले क्यामेरा नै पाएँ साथी चार्ज गर्न दिएको थियो क्या खुसी खबर चाहिँ एउटा के छ भने यो 7% थियो होइन अनि मैले चार्ज गर्न दिएँ होइन अनि मादर चोतहरूले चार्ज गरेर स्विच अफ गरेर ल्याइदिन्छ 0% बनाएर ल्याइदिन्छ लगेर स्विच अफ बताएँ गाडीमा चार्ज गर्ने हो गरेर 7% घटाएर खाएर आएछ भन्छ यसले चाहिँ कुन डिभाइसले चार्ज गरेर त्यो योबाट डिभाइस चार्ज भएछ कि अङ्कल यो चार्ज भएन कि तर यस्तो दामी ठाउँ चाहिँ म तपाईँहरूलाई यहाँको सिन देखाउँछु साथीहरू है म एकछिन ल हेर्नुहोस् म कत्रो स्पेसियस कि माएको छ म्याथ अन्त यहाँ यो के माल हो यस्तो यो त्यस्तो राखेर तर नेचुरल यार हजुर आज धेरै दिन घुमेँ है आज एकदम राम्रो ठाउँमा पऱ्यो आज बल्ल अलिकति बिग्रेछ आज त भाइ भाइ दाइ मलाई त खासै राम्रो थिएन अहिलेसम्म ठिकै थियो लन्ठाङ मन्डाङ अलिक फ्री भइरहेको थियो भन्ने कुरो मात्रै हो तर आज यो चाहिँ अलिक ठिकै ठाउँ क्लबहरू चाहिँ राम्रो थियो क्लबहरू बिच क्लब चाहिँ राम्रो अब कहाँ जाने अब यति लन्ठाङ मन्डाङ ड्राइभरले जान चाहिँ किन जाने घुम्ने आज लास्ट डे हो साथीहरू हाम्रो है त्यही भएर रमाइलो गरिदिनु होइन डे लास्ट हो भोलि त अब नाइट चाहिँ लास्ट हो नाइट नै लास्ट हो भोलि हाम्रो हिँड्ने भइसक्यो भने भिजा त ढकना त अब जे होइन भोलि बिहान चाहिँ हाम्रो चेकआउट हुन्छ साथीहरू भोलि बिहान ट्र्याकको भोलि बिहानबाट पनि प्लेनमा चढेर सारा जाने हो हामी अनि हामी एउटा कुरो तपाईँहरूलाई के जानकारी दिन्छु भने हामी काठमाडौँबाट नि प्लेनमै जाने किन दाइ भन्थ्यो त हामी काठमाडौँ किन जाने प्लेनमा काठमाडौँबाट हामी किन जाने प्लेनमा छाप्ने डरले गाडीमा छाप्ने डरले
छाता आँधा उल्टी पुल्टी भएर भित्र यस्तो गाह्रो हुने गाडी जाँदैन आँधा निक्लेर जस्तो हुने हेर्नु बिरामी पर्छ नि त्यही भएर हामी पसल गरेर बिरामी हेर्न सकिन्न सुत्नुपर्छ भनेर प्लेनमा जाने त्यही भएर चाहिँ हामी प्लेनमा जाने निर्णय गरेका छौँ साथीहरू है यति भित्रको तपाईँको यहाँबाट अझै पनि हामी 10 मिनट हिँड्यो भने बल्ल भाइ पनि निक्लिन्छ होला सर यति ठुलो स्पेस छ हाम्रो चाहिँ हामी लोड हिँडिसकेको छ ल यस्तो दामी छ कस्तो सोचेर बनाएको त यार यो फर्म खर्च अनि त्यहाँ वेलकमको लागि यस्तो दामी ए फुल्दो भन्दा अस्ति भने बाख्रा दिँदो भन्दा कस्तो देख्दा भनौँ एउटा चुवा भन्छ चुवाको बल्ल याद आयो सरी चुवाको फुल हो नि त यो अर्को पनि के नाम हुन्छ भने त्यसको होइन अब हाम्रो गाडी आउँछ साथीहरू हामी बस्छौँ यहाँ बाहिर यतै बस्छौँ है ल साथीहरू यस्तो यो बाँस त नेपाल हाम्रो घरतिर नि आउँछ क्या है उल्टो रहेछ यस्तो दामी साथीहरूले यस्तो वेलकम मागेको यति टाढा यार यत्रो पालबाट छिरेर अघि तपाईँहरूलाई आउँदाखेरि मैले भिडियो खिच्न पाइनँ खिचेको छु कि अर्कै खिचेको छु मैले यस्तो राम्रो रहेछ गेट ल बाइकमै 5 मिनट लाग्ने रहेछ बाइकको 5 मिनट हिँडेर अनि बल्ल अनि भित्र क्लब सुरु हाम्रो दाइ हिँडेर थकिदिनु भइसक्यो आधा किलोमिटर हिँडेर बल्ल क्लब पुग्नु त त्यस्तो खतराभित्र त्यो 10-12 बिघा मलाई त सोचे भन्दा राम्रो रहेछ यहाँ चाहिँ हाम्रो त्यसले पैसा लियो भनेर मन पनि नराख्ने हो सही कुरो मेन कुरो चाहिँ त्यही हो साथी अलिकति पैसा चाहिँ हामीले तिर्यायो राम्रै तपाईँहरूले देखिहाल्नु बिटाको बिटा पैसा तिर्यायो तर त्यहाँ गएर खाएपछि त्यो बिटा तिर्यायो भने मन खर्च नलाग्ने रहेछ कि होइन दाजु तपाईँ मलाई त्यही पनि भनेन कि त्यही हो मैले त्यही भन्दैन त्यसैको 17 लाख रुपियाँ तिरे पनि बुझ्यो सिद्ध बुझ्यो साथीहरू त्यही हो ल अब के गर्नु क्लोज गरिदिनु केही भेज लामो भयो साथीहरू तपाईँलाई भेज हेर्दा हेर्दा वाक्क लाग्छ है त्यही भएर हामीले यो आई मिन अब यो भिडियो चाहिँ क्लोज गरिदिन्छौँ अब अर्को भिडियोमा फेरि भेटौँला है अब हामी भोलि चाहिँ नेपालै फर्किन चाहिँ किन आज बेलुका केही आई मिन केही प्रोग्राम भयो भने म तपाईँहरूलाई सेयर गर्छु अहिले ल बाइ यो भिडियोलाई लाइक गर्ने कमेन्ट गर्ने त आफ्नो नाम च्यानललाई सब्सक्राइब गर्नु होला किनकि यस्तो भिडियोहरू तपाईँहरूले पटक हेर्न पाउनुहुन्छ होइन त सब्सक्राइब गर्नु भन्नु त सब्सक्राइब च्यानललाई